क्या उहाँ चाहिँ वैज्ञानिक हुनुहुन्छ हेर्नुस् त मै मान्छे भएर मलाई चाहिँ यो मेसिन चलाउन पनि आउँदैन तर उहाँ पनि त मान्छे हो नि उहाँले चाहिँ यति राम्रो मेसिन आनन्दले सुतेर काहीँ नदुखाइकन सबै रोगलाई ठिक हुने मेसिन बनाउनु भएको छ उहाँ त भगवानै हुनुहुन्छ नि हो कि होइन भन्नुहोस् त हामीलाई त्यही मेसिन चलाउन आउँदैन तर उहाँले चाहिँ यति राम्रो मेसिन बनाउनु भएको छ उहाँको योगदान त छ नि 30 वर्ष भइसक्यो यो 30 वर्ष पुरानो कम्पनी हो 30 वर्षदेखि चाहिँ उहाँले यो थेरापी मेसिनहरू बनाएर कति धेरै देशहरूमा चाहिँ 6000वटा भन्दा बढी चाहिँ यस्तै खालको थेरापी सेन्टरहरू छ फेरि नेपालमा त जम्मा 3टा छ हैन विश्वमा चाहिँ 6000 भन्दा बढी चाहिँ हाम्रो यो जिएचएलको सेन्टरहरू छ 130वटा देशहरूमा चाहिँ यो जिएचएल कम्पनी छ उहाँको योगदान त छ नि हो किन भन्नुस् त हजुर त्यति राम्रो व्यक्ति चाहिँ हाम्रो यो नेपालमा आउँदै हुन्छ उहाँलाई हामी वेलकम गर्ने कि नगर्ने गर्ने अनि म सर मुना म्याम सुरज सरले मात्र वेलकम गरेर हुन्छ त हुँदैन सबैजनाले गर्नुपर्छ यसको लागि चाहिँ हजुरहरूको साथ सपोर्ट चाहिन्छ है त्यही भएर हजुरहरू पनि दिनदिनै आउने हामी चाहिँ डेट फिक्स भएको छैनौँ होइन कति कति आउने भनेर बिस्तारै बिस्तारै हजुरहरूलाई चाहिँ डेट फिक्स गर्नेछौँ सायद जेठको अन्तिमतिर हुनसक्छ हामी डेट फिक्स भइसकेपछि हजुरहरूलाई जानकारी दिनेछौँ उहाँ चाहिँ हाम्रो मायाले पनि आउन लाग्नु भएको हो कि होइन नेपालमा चाहिँ कस्तो कस्तो आमा बुवाहरू हुँदो रहेछ हाम्रो सरहरू पनि जानुभएको हो नि त योभन्दा 1 वर्ष अगाडि चाहिँ हाम्रो रामचन्द्र सर हजुरहरूले चिन्नुहुन्छ कि चिन्नुहुन्न अस्ति चाहिँ रामचन्द्र सर 2 चोटि आउनु भएर कस्तो राम्रो राम्रो कुराहरू सुनाउनु भयो उहाँ कोरियादेखिको यो नेपालमा यो कम्पनी ल्याउनु हुने सर रामचन्द्र सर हुनुहुन्छ अशोक सर हुनुहुन्छ सञ्जय सर मोहन सर हुनुहुन्छ 4 जना व्यक्ति मिलेर चाहिँ यति राम्रो कम्पनी चाहिँ कोरियादेखि नेपाल ल्याउनु भएको राम्रो कि नराम्रो राम्रो 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 भने ताली पनि बज्नुपर्छ अनि हाम्रो सरहरू पनि कोरियामा गएर अरू पनि छ नि थेरापी सेन्टरहरू किन भन्नुहोस् त अब आफै गएर फ्याक्ट्री हेरेर त्यहाँको आमा बुवाहरूसँग कुरा गरेर कस्तो खालको कम्पनी हो कसरी चाहिँ यो मेसिनहरू त्यहाँ बन्छ भनेर हेरेर आउनुभएको छ यो छ नि यो हेर्नुहोस् त यो चाहिँ हाम्रो यो मेसिनहरू बनाउने यो फ्याक्ट्री यो कोरियाको पुसन भन्ने ठाउँमा छ हजुरहरूको पनि छोराछोरी हुन्छ भने यहाँ गएर हेर्नु सक्नुहुन्छ है सरहरू आफै गएर भिजिट गरेर यति राम्रो कम्पनी आफैले थेरापी गरेर चाहिँ लिएर आउनु भएको भने अनि कोरियादेखिको उहाँ सरले चाहिँ सगरमाथाको बारेमा नि सुन्नु भएको छ सगरमाथा थाहा छ हामीलाई के त थाहा पोखराको बारेमा नि उहाँलाई थाहा छ त्यही भएर यो पनि एउटा माया हो नि हो किन भन्नुहोस् त अरू सेन्टरको चाहिँ जस्तै म्यानेजर आउनुहुन्छ कोरियन अरू पनि आउनुहुन्छ तर मेन सिओ सर चाहिँ मलाई आएको थाहा छैन है होइन सिओ जुन यो मेसिनहरू बनाउनु राम्रो राख्नुपर्छ है सर चाहिँ आउनु भएको थिएन भने हाम्रोमा चाहिँ हाम्रो मायाले कति छिटै आउन लाग्नु भएको छ त्यही भएर हामीले चाहिँ उहाँलाई माया सम्मान एकदमै धेरै धेरै देखाउनु पर्ने आवश्यक छ है हो कि होइन यस्तै बेला हो नि हजुरहरूको साथ सपोर्ट चाहियो हो किन भन्नुहोस् त हो तपाईँलाई किन तपाईँलाई आउनुहुन्छ दादा है हाम्रो सिङ्गियम सर आउँदै हुन्छ कहिले आउँदै हुनुहुन्छ थाहा चाहिँ छैन तर आउँदै हुनुहुन्छ है ल अब चाहिँ हामी यति दिनसम्म मेरो कुरा सुनिदिनु भयो धेरै धेरै धन्यवाद अब मेसिन पनि तातिसकेको छ अब हामी चाहिँ कम्पनीको नियम अनुसार छोटो मिठो दाना लगाएर थेरापीको लागि जान्छौँ है